दिनको बादमा आज फेरि पर्करी रेडी भएको अवस्था 24 यो चाहिँ सिद्रा माछा, हल्लुडे माछा भन्छ नि, लामो लामो सिद्रा माछा फ्राई गर्दै। धेरै दिनको बादमा आज भिडियो लिएर आएकी छु। मैले चाहिँ खारेर यसरी राख्ने हैन, त्यसपछि यहाँ मरमसलाहरू लाउने अनि फेरि यो लास्टमा लाउने, यसरी पकाउने गरेको छु। मेरो चाहिँ टमाटर खोर्सानीहरू चाहिँ यसरी काटिसकेको छु अनि त्यसमा चाहिँ मैले आज के मिसाउने, किनेमा पनि मिसाउने अनि त्यसपछि यो सिद्रा भइहाल्यो, धनिया यति भयो भने चाहिँ मलाई एकदम मनपर्छ। मेरो फेभरेट मासुहरू भन्दा पनि धेरै खान जान्छ यसले चाहिँ। अनि किनेमा त्यसपछि यो सिद्रा तपाईहरु पनि जस्तो किनेमा ल हेर्न सक्नुहुन्छ मेरो किनेमा सिद्रा हैन, पिरो पारेर 12वटा मात्रै डल्ले हालेर चाहिँ पिरो बनाएको छु। तपाईहरुले नि यसरी बनाउन सक्नुहुन्छ। कतिजनालाई मनपर्छ, कतिलाई मन पर्दैन होला, मलाई चाहिँ मनपर्छ। अनि मेरो चाहिँ लन्च चाहिँ यसरी रेडी भइसकेको छ। थ्यांक यू सो मच फर वाचिङ। नानीहरु यहाँ त बाहिर खेल्दैछ। डेभिन यो चाहिँ बाहिर बनाएको, किनभने भित्र चाहिँ कति धेरै बनाउँछ नि त। यता चाहिँ तोरीको साग बढी आमाले ल्याइदिनु भएको, हल्का पहेँलो पहेँलो भएको छ, तर पनि म चाहिँ सागको चाहिँ बिग फ्यान हो, त्यसै कारणले पकाउँदैछु। अनि यता चाहिँ पुरा एनर्जी ड्रिङ्कको अब शक्ति पनि आउनु पर्यो, अनि पकाउँदै खाँदै हैन। यता सिद्राहरू चाहिँ अघि पाकिसकेको अवस्था, किनेमा सिद्रा। अनि यता चाहिँ अनि यो तरकारीको लागि, सागको लागि धेरै धेरै धन्यवाद बढी आमालाई। अनि यो पकाउँदै गरेको पेनहरू चाहिँ